हेलो नमस्कार। आज चाहिँ म एउटा यस्तो भिडियो बनाउन गइरहेको छु जुन भिडियो तपाईँको लागि चाहिँ एकदम फलदायक हुन सक्छ। त्यसैले यो भिडियोलाई चाहिँ स्किप नगरिकन चाहिँ अन्त्यसम्म हेर्नु होला। अहिले पछिल्लो समयमा चाहिँ फेसबुक पेज चाहिँ क्रिएट गरेर चाहिँ तपाईँले चाहिँ घरमै बसेर चाहिँ 2-4 पैसा चाहिँ मजाले कमाउन सक्नुहुन्छ र त्यसमा तपाईँले जानेका कुराहरू पहिले बनाउन सक्ने कन्टेन्टहरू चाहिँ क्रिएट गरेर त्यसमा पोस्ट गरिसकेपछि फेसबुकले चाहिँ त्यसको भ्यूको आधारमा लाइकको आधारमा चाहिँ तपाईँले चाहिँ केही मात्रामा पैसा चाहिँ सङ्कलन गर्न सक्नुहुन्छ। र यो मेरो युट्युब च्यानलमा तपाईँ पहिलोचोटि हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न पनि नभुल्नु होला र कसरी आइडी क्रिएट गर्ने, फेसबुक पेज चाहिँ कसरी क्रिएट गर्ने भन्ने कुरा चाहिँ म तपाईँहरूलाई पूर्ण रूपमा जानकारी दिनेछु। यो भिडियोलाई चाहिँ स्किप नगरिकन चाहिँ अन्त्यसम्म हेर्नु होला। सर्वप्रथम तपाईँले चाहिँ आफ्नो फेसबुक ओपन गर्नु होला। फेसबुक ओपन गरिसकेपछि तपाईँको चाहिँ मेनुमा जानु होला। राइट साइडको मेनुमा गइसकेपछि तपाईँले स्क्रोल डाउन गर्नु होला। स्क्रोल डाउन गरिसकेपछि तपाईँको पेज भन्ने अप्सन दिएको हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको क्रिएट तपाईँको देब्रेपट्टि साइडमा टपमा चाहिँ तपाईँ क्रिएट लेखेको हुन्छ। त्यो क्रिएटमा चाहिँ क्लिक गरिसकेपछि तपाईँले के सम्बन्धी, जस्तै उदाहरणको लागि ब्लग सम्बन्धी हुन्छ भने ब्लग र किचन सम्बन्धी हुन्छ भने किचन क्रिएट गर्न सक्नुहुन्छ। आफ्नो नाम आफूले मन परेको चाहिँ नाम मेन्सन गरेर चाहिँ त्यहाँ तपाईँले चाहिँ अब उदाहरणको लागि जस्तै शिव ब्लग, जस्तै अब द किचन, त्यस्तै त्यस्तै चिजहरू तपाईँले मेन्सन गरेर चाहिँ त्यहाँ तपाईँले आइडी क्रिएट गर्न सक्नुहुन्छ। र क्याटेगोरीमा चाहिँ तपाईँले चाहिँ अब पर्सनल भ्लग हुन्छ कि अब किचन सम्बन्धी छ कि त्यस्ता कुराहरू चाहिँ तपाईँले चुज गर्न पर्नुहुन्छ। र एकदमै इम्पोर्टेन्ट कुरा, तपाईँले आइडी क्रिएट गर्नुभन्दा अगाडि चाहिँ के सम्बन्धी तपाईँले चाहिँ भिडियोहरू पोस्ट गर्नुहुन्छ पेजमा, त्यस सम्बन्धी चाहिँ तपाईँले चाहिँ एउटा फोटो पनि प्रोफाइलमा राखिदिनु होला। त्यो भएपछि तपाईँलाई चाहिँ सहजै तरिकाले मान्छेले चिन्ने अवसर पाउँछ। र अर्को कुरा, त्यति बनिसकेपछि तपाईँले ब्याकग्राउन्ड, जस्तै पछाडिपट्टि हुन्छ नि तपाईँको ब्यानरमा पनि जुन सम्बन्धी तपाईँले चाहिँ भिडियो बनाउन खोजिराख्नु भएको छ त्यही सम्बन्धी चाहिँ तपाईँले चाहिँ ब्यानर पनि लगाइदिनु भयो भने तपाईँलाई मान्छेले सहजै तरिकाले फलो गर्छ र तपाईँलाई चिन्ने मौका पनि पाउँछ र घरमै बसी 2-4 पैसा कमाउने अवसर पनि पाउनुहुनेछ। फाइनली तपाईँको पेज त बन्यो। अब तपाईँको पेज बनिसकेपछि सुरुमा तपाईँले आफ्नो फलोवर्स त बढाउनु पर्यो। फलोवर्स बढाउनको लागि चाहिँ सहज एकदमै पहिलो तपाईँले ध्यान दिनुपर्ने कुरा चाहिँ तपाईँको साथीहरूलाई चाहिँ इन्भाइट गर्नुपर्छ। इन्भाइट गर्नको लागि चाहिँ तपाईँले आफ्नो जुन पेज खोल्नु भएको छ त्यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पश्चात तपाईँको चाहिँ दाहिनेपट्टि साइडमा 3 डट लेखेको हुन्छ। 3 डटमा चाहिँ तपाईँ चाहिँ क्लिक गरिसकेपछि तपाईँसँग जोडेका साथीहरूलाई चाहिँ तपाईँले सहजै तरिका दिनमा तपाईँको चाहिँ 1000 जनालाई चाहिँ तपाईँले चाहिँ सहजै तरिकाले इन्भाइट गरेर चाहिँ उहाँले तपाईँलाई चाहिँ फलो गर्न सक्नुहुन्छ। र त्यसपछि बिस्तारै तपाईँलाई चाहिँ सबैले चिन्न अवसर पाइसकेपछि तपाईँको फलोअर्स चाहिँ अटोमेटिक बढ्नेछ। तपाईँको सुरुवात पिरियड भनेको नि तपाईँसँग सुरुको आफ्नो ओरिजिनल नाममा बनेको फेसबुक साथीको मार्फत चाहिँ तपाईँलाई चाहिँ चिनाउन एकदम मद्दत दिन्छ। सबभन्दा पहिला गर्नुपर्ने काम भनेको चाहिँ तपाईँले तपाईँसँग जोडिएका सबै साथीहरूलाई चाहिँ सुरुमा चाहिँ तपाईँले इन्भाइट गरिसके पश्चात बल्ल तपाईँको चाहिँ कार्य सुरु हुन्छ। र तपाईँले चाहिँ फेसबुक पेज मात्रै खोलेर मात्रै भएन, तपाईँले चाहिँ डेली जस्तो हप्तामा 3टा भिडियो चाहिँ तपाईँले चाहिँ आफूले चाहिँ बनाएर पोस्ट गर्नुभयो भने चाहिँ तपाईँको भिडियो चाहिँ तपाईँको साथी मार्फत पुग्छ र साथीले चाहिँ त्यो भिडियो सेयर गर्दाखेरि तपाईँको भिडियोमा चाहिँ भ्युज आउँछ र बिस्तारै तपाईँको चाहिँ फेसबुक पेज चाहिँ बुस्ट हुन्छ। बुस्ट भइसके पश्चात तपाईँले हालेको भिडियोमा चाहिँ बिस्तारै के हुन्छ, भ्युजको मात्रा बढ्दै गइसकेपछि तपाईँलाई चाहिँ तपाईँलाई चाहिँ फेसबुकले चाहिँ के मात्रामा चाहिँ भ्युजको आधारमा चाहिँ तपाईँलाई के मात्रामा रकम चाहिँ दिन्छ। र घरमै बसेर आफ्नो जानेका कुराहरू अपलोड गरेर चाहिँ सहजै तरिकाले तपाईँले चाहिँ घरमै बसेर चाहिँ पैसा कमाउन सक्नुहुनेछ भन्दै म आज तपाईँलाई अरू कुराहरू पनि नेक्स्ट भिडियोमा बताउने नै छु। आजलाई चाहिँ यतिकै। र यो मेरो युट्युब च्यानलमा चाहिँ तपाईँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला।